कति राम्रो ओके एभ्रिवान वेलकम टु माई अनदर ब्लग यो चाहिँ मैले यस्तो राम्रो सिन छ बिहानको दृश्य हो यो चाहिँ ठ्याक्कै 5:45 है यो चाहिँ त्यो घरमा त्यो के बुद्ध बिहार हो हेर्नु न कत्रो त्यो चिवा बनाएको छ कि माथि डाँडा कस्तो राम्रो थियो कि यहाँबाट टक्क अगाडि धरान जस्तै नि मम्मी कस्तो आनन्द आउने के चोबार भन्ने ठाउँ माथि हेर्नु न घर त्यो माथिको घर त होटेलै होला हौ त्यो चुचुराम भएको त चोबार अनि सुषमाजी भन्नुहोस् कस्तो लाग्यो हाम्रो काठमाडौँको बसाइ तपाईँलाई कस्तो फिल भयो त लु एकदम रमाइलो भयो खाना नाना घुम्दा रिङ्गटा लाग्ने गरिन घुम्यो रिङ्गटा मात्रै लाग्यो त मजा भयो मजा यसपालिको बसाइ घुम्नु नपुगी हिँड्नु पाऊँ अझै खुट्टा चिलाइरहेको थियो मम्मी डाँडामा कस्तो राम्रो हामी चाहिँ दक्षिण काली काटेर आइसकेको छौँ है तर यहाँ हेर्नु यस्तो दामी सिन छ भगवान अब यसरी नै बाटो कट्नु पर्छ नि त के गर्नु यसरी गफ नजुटी फेरि बाटो गर्दैन होइन अब सुतिसक्दै म अनि यसो एनर्जेटिकली एनर्जी बटुल्दै गफ गर्दैछु है यहाँ हेर्नु न यस्तो राम्रो छ हामी यो हेटौडाको बाटो हिँडेको ओ माई गॉड व्हाट अ भ्यू हाम्रो नेपाल कति राम्रो कति सुन्दर छ साथीहरू हेर्नु होला यसरी नै हेर्नु होला है त यसरी नै हेर्नु होला ओहो यहाँ त गाडी बिसाएर यसो आधी घन्टामा जा कुलेखानी जाने बाटो जाँदैछौँ है कस्तो मजाको बाटोहरू छ कस्तो परेको बाटो हेर्नु सिलिली छ है बाटो चाहिँ हेटौडा जाने बाटो चाहिँ सिलिली दामी छ तल गहिरो छ घर त्यसरी नि त्यो कहाँ होला है त्यहाँनिर खोलाहरू आउँछ आउँदैन होला पुल हामी चढ्दैछौँ यो पुलमा एउटा भन्दा धेरै गाडी चाहिँ चढ्दैन रहेछ है यस्तो बजारले बुझ्दियौँ हामी है सानो पुल रहेछ है परमेश्वर ए है हल्ले त ओके साथीहरू हामी अब चिया नास्ता खान एकछिन यहाँ बस्दैछौँ यो कुन ठाउँ हो दाइ देउराली हो लु हामी चाहिँ देउरालीमा खाजा नास्ता खान झरिरहेको छौँ एकछिन है यस्तो मजाको ठाउँ रहेछ है ओ खाजा मिठो रहेछ है हेर्दै खाम लाग्ने अनि माछा पनि पाउँदो रहेछ यहाँ भीमसेन उयो छ है त्यहाँ कुन बाटो जाउँ तता जाँदै हुन्छ ए यतै भीम फेरि आइपुग्यौँ घर त पुरानो खालको छ त डिजाइन त नि यहाँ पनि यस्तो यो के भन्छ टेको लगाएर उहिलेको बजार हो यो पुरानो खाले घरहरू वर्कसप भीमफेदी वर्कसप कतिवटा फुल कट्दो रहेछौँ त हामी थुप्रै फुल कटिसक्यौँ त गोप्लिङ फुल कट्यौँ हामी 3टा हो कि 4टा त फुल त कटिसक्यौँ खुल्लै खोला काटेर हिँड्नु पर्छ नि त कतिवटा खोला काट्नु पर्छ सिरिसको फुल फुलेको रहेछ चक्क परेको लाइनले रोपेको कति राम्रो हुन्थ्यो गाउँतिर सिरिसको फुल काठमाडौँतिर गाडी कुट्दैन बढी हुँदैन
त आर्मीहरूको बगान मजाले हेर त हौ भाइहरूले त यो चाहिँ आर्मी क्याम्प हो कि क्या हो हेरेर जाने हेरेरमा यसरी भत्काएर 4 लाइनको बाटो बनाउँदा ठुलो बनाउनु होला सायद पुरै ठुलो बनाइसकेको छ जस्तो छ सबै डोजरले भत्काएर नयाँ रूप त्यो दमक जस्तो 1 2 3 तिर 4 तिर बाटो छ यो जस्तो लाग्छ मलाई चाहिँ यो चाहिँ हेटौडाको पुरानो बजार भयो हो बिचरालाई हैरानै भइसक्यो तपाईँले भनेर त्यसलाई कस्तो भइरहेछ जिउ उतो भएर कस्तो गर्मी हो यहाँ त आम्मा यताभरि बाटो छ कता कता हो त्यस्तो लोकेसन थाहा छैन फर्स्ट टाइम हामी हिँड्दैछौँ है साथीहरू बाटो चाहिँ साँगुरो छ तर ठुलो हुने तर्फमा रहेछ अर्को वर्ष 2-4 वर्षमा त यो बाटो ठुलो बन्ने रहेछ है साथीहरू अब अहिले चाहिँ यस्तो सानो छ नेक्स्ट इयर त ठुलो बाटो भइसक्छ होला यो त ठुलै हो नि बाटो स्ट्रिम खाने अरे यो कस्तो यो मरुभूमि जस्तै तिखो खालके क्या यो म पनि त्यही हेर्दैछु मरुभूमि यसलाई चाहिँ चुरे भावर अरे हो यो ठाउँको नाम सबै बोर्ड पनि उति भइसकेको छ अन्त यतातिर सम्म छ मधेसको जस्तै यता चाहिँ फेरि उकालो छ कालो पहाड छ यता मासतिर चाहिँ है कस्तो राम्रो ठाउँ नि यो एरिया चाहिँ खै कताको एरिया थाहा छैन तर सिन चाहिँ राम्रो लागेर खिचेको है साथीहरू मैले ठ्याक्कै एरिया चाहिँ थाहा हुँदैन है अनि अब यहाँबाट कहाँ पुग्छौँ होला भनिदिनुहोस् त हजुरले अब हामी चाहिँ नि सिन्धुली छेउछाउ छौँ अब 1 घन्टा जति पुगिन्छ होला हामी अब खाना चाहिँ सिन्धुलीमा फुल अरे कति धेरै फुल कट्यौँ हौ हामी त फुलै फुल झन्डैले हो नि आएछ नि लाग्छ त बाबा आएको छैनौँ यो चाहिँ सिन्धुलीको बस स्ट्यान्ड हो है उयो माथि खानुपर्नुहोस् लाग्छ ओके एभ्रिवान हामी आइसकेको छौँ सिन्धुलीको अरू कस्तो राम्रो खानेकुरा रोटी के हो कत्रो जेरी यार ओके एभ्रिवान हामी सिन्धुली गरी आइसकेको छौँ कता होटलमा गएर खाँदैन कता उताबाट बाटो पट्टै क्या नि के हो होला बा बस स्ट्यान्ड देख्छौ त नि हामीले खाएको ठाउँबाट त त्यही जानु अरे हामी घुमेर तर घाम त घामै हुन्छ यहाँ राख्ने होइन नि त गाडी त उता घुमाएर बाटो निस्किन्छ क्या माथि हामी यो गानालाई त डिस्टर्ब गरेर
त ठिकै छ 90 किलोमिटर 153 किलोमिटर काठमाडौँ 18 किलोमिटर के थियो यताबाट आउने बाटो हो क्या हामी अनि उताबाट आउँथ्यो अघि उहाँले बेच्नु हुने लिची चाहिँ फेरि कस्तो राम्रो छ है ल यहाँ सस्तोमा दिँदै हुँदो रहेछ है यहाँ मेरो आमाले छान्दैछ यहीँ छ पछाडि बारी है लिची बारी यहीँ छ है साथीहरू टन्नै रहेछ त कति 1 केजी भइसक्यो त 1 केजी हो गया सिन्धुली श्रेष्ठ तन्दुरी गेस्ट हाउसमा आइसकेको छु यहाँ चाहिँ थकाली खाना पाउँछ है अनि यो चाहिँ एकदम भाइरल ठाउँ हो प्राय धेरैजनाले यहाँ आएर खानुहुन्छ है म तपाईँलाई देखाउने छु कहाँ हो भनेर ट्याक्कै सिन्धुलीबाट यता निस्किने बाटोमा पाउनुहुन्छ यो श्रेष्ठ तन्दुरी एन्ड गेस्ट हाउस है ठुलो अक्षरमा छ मजाले चिन्नु सक्नुहुन्छ देख्न सक्नुहुन्छ है यहाँ तपाईँले आफ्नो गाडी पनि पार्क गर्न सक्नुहुन्छ सजिलो छ अनि यहाँको खाना चाहिँ हामीलाई एकदम मनपर्छ मिठो हुन्छ राम्रो छ है एकदम सफा पनि हुन्छ यता चाहिँ किचन छ है यता पनि भित्र खान सक्नुहुन्छ त्यसपछि हामी चाहिँ बाहिर गएर खाने यहाँ सिन राम्रो देखिन्छ है यस्तो छ तपाईँले सिन्धुली देखाउँछु है म टक्कसँगले यहाँ चाहिँ सिन्धुली गरी देख्न सक्नुहुन्छ यस्तो चाहिँ बस पार्क हो है सिधा अगाडि चाहिँ बस पार्क पर्यो यता चाहिँ ग्राउन्डहरू छ थाहा भएन के छ है टुरी हिल छ हामी यहाँ परबाट आएको है यस्तो राम्रो सिन छ होइन यहाँ ठिक छ त यस्तो राम्रो छ हाम्रो हस्बेन्डजी चाहिँ यहाँ अघि अर्डर दिइसक्नु होला होइन ठिक यहाँको खाना मिठो हुन्छ है ए ओके हामी खाना खान्छौँ है त अहिलेलाई चाहिँ स्टे छु हजुर सकाले खाल्दै खाना चाहिँ खाइसक्यौँ हामीले होइन हाम्रो भाइले खतरा सर्भिस गर्दै हुन्छ होइन थपी खान सक्नुहुन्छ यहाँ आइदिनु होला है श्रेष्ठ तन्दुरी होइन के थियो यहाँको नाम श्रेष्ठ तन्दुरी हो तन्नेरी होइन तन्दुरी के आलु तामा पनि दिँदै हुन्छ थपी है आउनु होला खानु होला यहाँ सिनको यसो सिन हेर्दै खाइदिनु होला है एकदम मजाको ठाउँ छ क्या सफा सुग्घर राम्रो मिठो पनि है त है खाना खाइ मिठो त खाना है बाटो लाग्दैछौँ है हामी गाई तातेर त्यही त यहाँबाट बिजनेस त डर हुँदैछ त कति किन्यो बहिनी टन्नै किन्यो 3 किलो 4 किलो कति हो यो खाने लु छिन्नुहोस् तर अलिकति अगाडि सार्नुहुन्छ होला हौ गाडी अलिकति अगाडि सार्नु गाडी हामी सिन्धुलीबाट बाटो लाग्यौँ यहाँ चाहिँ प्रहरी रहेछ प्रहरी बिट रहेछ है माडी बजार शीतल केसीले कति शीतल हो यहाँ चाहिँ सिन्धुपा हामी यसरी गाईघाट चतरा आउँदै यहीबाट जान्छ नि गाईघाट चतरा यही बाटो होइन त ओके यो चाहिँ विमान भन्ने कति राम्रो ठाउँ हौ कति राम्रो ठाउँ हाम्रो नेपाल कति राम्रो ठाउँ हो यो काठमाडौँबाट धरान जाने बाटो त कति राम्रो हरियाली सब्जी फलफुल कति राम्रो क्या हरियो बाटो पनि कति राम्रो सलला एभ्रिवान लङ बाटोमा एकदम गाह्रो हुँदो रहेछ है हामी आँप बारीमा आइरहेको छौँ पछाडि हेर्न सक्नुहुन्छ कत्रो आँपको बोट यता नि कत्रो आँपको बोट तिम्रो सबै आँपको बारीमा आँप आम्मा कति धेरै फलेको यो त सानो बच्चै हो है आँप त कस्तो राम्रो फलेको आँप कति शीतल आएको हावा भन त तिम्रो नाम के हो भनिदेऊ त
के हो रे प्याची प्याची हो कि प्याक्ची हो यो देऊ छ गाईघाट साथीहरू गाईघाट आइपुग्यौँ हामी तपाईँलाई कतिको याद छ गाईघाट कस्तो भएको छ बजार एकदमै मजाको बजार रहेछ है गाईघाट चाहिँ ओहो धरान डेन्टल पनि रहेछ हो न यो गाईघाटमा त यो धरान डेन्टल नभएको त ठाउँै पनि रहेछ त न धनी छ कि क्या हो धरान डेन्टलको मान्छे गाईघाट आयो ठ्याक्कै 3:15 गएछ साथीहरू 3:15 गएछ ल यो पुल कति लामो के मान्छे हिँड्ने पुल कि गाडी हिँड्ने पुल हो है दामी पुल रहेछ यहाँनिर हामी कहाँ गाईघाट दिएको त हो रोड साइड खाजा घरमै जतै जतै आँप फलेको छ हो त्यो आँप चाहिँ तपाईँले सकभर मजाले मधेसमा देख्न सक्नुहुन्छ लटरम्मा आँप कति राम्रा राम्रा आहा बहुत अच्छा छ सबै यहाँ त मकै पनि फुलिसकेको छ साथीहरू हामी बेलटार आइपुग्यौँ यहाँ देख्न सक्नुहुन्छ धरान धनकुटा खाँदबाहिर काकड भित्ताको के भन्छ यसलाई प्लेट के प्लेट भन्छ मलाई थाहा भएन केला हुँदो रहेछ साथीहरू यो कुन एरिया होला नि साकेला एउटै ड्रेस लगाएर बहिनीहरू दामी साकेला यतातिर राईहरू टर्नै है क्या हो नि रहेछ आइपुगे है स्विट हो माइतीको है माइतीको आइपुग्यो मम्मीले चाहिँ त्यो भाँदिन नै हुन्छ भन्नु भने कसरी मलाई पनि प्लेटै गरेँ यो कस्तो तातो रहेछ त बाहिर त अफ आम्मा के हो गाडी आउँदैछ ओ माई गड स्कुटी आउँदैछ बाजे मम्मी ढोका लगाइदिँदै छिन् कस्तो गाह्रो छ क्या साँगो रहेछ बाटो यहाँनिर यस्तो छ अप्ठ्यारो है केटाकेटीहरूलाई गाह्रो छ अब सामान अब सार्नु पर्ने है खुट्टा मऱ्यो